मलाई चाहिँ मिडल क्लासमा जन्मेर अलिकति पनि रिग्रेट लाग्दैन क्या। किन भन्दाखेरि चाहिँ मिडल क्लासले हरेक कुरा बुझेको हुन्छ क्या, के हो दुःख, के हो भोग, के हो स्ट्रगल, के हो लाइफ भनेर बुझ्न पाएको हुन्छ क्या। हामीले भन्ने बित्तिकै केही कुरा पनि पाउँदैनौँ क्या। अनि केही कुरा चाहिएको छ भने त्यसको लागि हामीले स्ट्रगल गर्नुपर्छ क्या। बिस्तारै बिस्तारै जोड्दै 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 अनि त्यो कुरा हामीले पाउँछौँ क्या। त्यसमा छ क्या मजा। भन्ने बित्तिकै पाउनु र बिस्तारै दुःख गर्दै गर्दै जोडेको कुरामा धेरै नै फरक हुन्छ जस्तो लाग्छ क्या मलाई त। त्यही भएर मलाई कहिले पनि लाइफमा चाहिँ लागेन म किन मिडल क्लासमा जन्मेँ होला, म पनि रिच फ्यामिलीमा जन्मिया भए कस्तो हुन्थ्यो होला जस्तो चाहिँ कहिले पनि फिल गरिनँ मैले चाहिँ। किन भन्दाखेरि चाहिँ मैले बुझ्दैछु नि त दुःख भने के हो। तर कहिलेकाहीँ चाहिँ लाग्छ त कहिलेकाहीँ चाहिँ यसो कता कता चाहिँ हुन्छ। किन भन्दाखेरि चाहिँ अति नै दुःख परेको बेला, अति नै पैसा चाहिएको बेला चाहिँ म पनि एउटा रिच फ्यामिलीमा जन्मेको भए अहिले मलाई यो दुःख नै हुन्न थियो होला जस्तो लाग्छ क्या। लाग्न चाहिँ तर बलिको भाकामा लाली गुराँस जस्तो जोबन मन खुल्यो मायामा। माया भन्नु यस्तै रहेछ पिरतीको चाहना। माया भन्नु यस्तै रहेछ पिरतीको चाहना। चखेवाको डाँडै डाँडा हावा चल्यो मनै रमायो। माया लाउने मायालु कान्छी सुसेलीमा कसले। मलाई थाहा छैन मेरो जिन्दगीको कहानी कस्तो बन्ला, मेरो लाइफ स्टोरीमा के लेखिएला, तर त्यसमा यो कहिले लेखिएको हुने छैन कि मैले हार मानिसकेँ। जस्तो सुकै बाध्यता आउला, जस्तो सुकै परिस्थितिमा पनि घुम्नु पर्ला, जस्तो सुकै समयको पनि सामना गर्नु पर्ला, तर मबाट हार स्वीकार कहिले पनि हुने छैन। मैले दुःख कस्तो हुन्छ नजिकैको आँखाबाट निहालेर हेरेको छु। परिश्रम कस्तोलाई भन्छ, मेहनत कस्तोलाई भन्छ, हार्ड हो के हो, डेडिकेसन कसरी हुन्छ, यो सबै कुरालाई मैले नजिकबाट निहालेको छु। त्यसैले म हरेक परिस्थितिको, हरेक बाध्यता, हरेक अप्ठ्यारो, हरेक बाधा अडचनलाई सामना गर्ने साहस बोकेर अगाडि बढिरहेको छु। मैले जति सङ्घर्ष गर्छु, मैले जति दुःख गर्छु, जति पीडा भोग्नु परे पनि मेरो जिन्दगीको कहानीमा यो कहिले लेखिने छैन कि मैले हार मानिसकेँ। मेरो 2 बोध साहस चलिन्जेसम्म पनि गरिरहनेछु अनि लडिरहनेछु, कोसिस गरि। अरूको व्यक्तिगत नितान्त जिन्दगीमाथि नचाहिँदा टिका टिप्पणी गरेर आफ्नो समय खेर फाल्नुभन्दा पनि आफ्नो लागि सही सोचेर अगाडि बढेर राम्रो कुराहरूलाई आफ्नो दिमागमा ल्याएर आफ्ना पाइलाहरू सकारात्मक बाटोतिर लम्काएर आफ्नो र आफ्नो जिन्दगीलाई राम्ररी सदुपयोग गर्नुहोस्। अरूको पछि परेर, खेदो खनेर, अरूको आरिस गरेर, कुरा काटेर, अरूको नचाहिँदो कुराहरू गरेर आफ्नो समय व्यर्थै खेर फाल्नु, यो भनेको वेस्ट अफ टाइम हो। र यहाँ कहानी तपाईँको पनि छ, विगत तपाईँको पनि छ। एकपल्ट बसेर सोचेर हेर्नुहोस्, अरूलाई औँला उठाउँदा आफूतिर कति औँला उठ्छन् त्यो मनन गर्नुहोस्। सबैको विगत हुन्छ, सबैको कहानी हुन्छ, पीडा सबैले पाएका हुन्छन्। आफ्नो कहानीमा जो कोही पनि सही हुन्छ। त्यसैले अरूलाई औँला उठाउनुभन्दा पहिला आफूतिर कति औँला छन् त्यो कुरा सम्झिनुपर्छ। धन्यवाद।